उहाँलाई पुज्नेछु, महान ईश्वरको गर्छु प्रशंसा। हालेलुया। हामी खुसी हुनुपर्दछ। यो पनि एउटा सेलिब्रेसन हो। हामी इसाईहरूले एउटा उत्सव पनि मनाउँछौँ, किनभने परमेश्वरले उहाँलाई लानु भएको छ आफ्नो घरमा। आमेन। हालेलुया। म केही वचन पढ्न गइरहेको छु। उपदेशकको पुस्तक 3 को 1 देखि 4 ले यसरी भन्दछ, सबै कुराको समय छ, हरेक कुराको समय छ मित्रहरू। सबै कुराको लागि समय छ। आकाशमुनि सबै कार्यकलापको बेला छ। जन्मिने एउटा समय छ, मर्ने एउटा समय छ, रोप्ने एउटा समय छ, उखाल्ने एउटा समय छ, मार्ने एउटा समय छ, निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ, बनाउने एउटा समय, रुने एउटा समय छ, हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। हालेलुया। अहिले हामी विशेष गरी शोकमा छौँ। हामीलाई दुःख लागेको छ। हामीले अति नै माया गरेको आमालाई केही क्षणको लागि हामीले गुमाएका छौँ। हामीलाई पीडा पक्कै पनि छ मित्रहरू। तरै पनि बाइबलले भन्दछ, एसाई 41:10 ले भन्दछ, यसैले नडरा किनकि म तँसँग छु, मेरो साथ नहो किनकि म तेरो परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, अनि मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भन्दछ। हालेलुया। यो प्रतिज्ञाको वचन हो मित्रहरू। हामीलाई परमेश्वरले आशा दिनुभएको छ, एक दिन निश्चय नै हामी हाम्रो आमासँग हामी भेट्नेछौँ। अनि उहाँले भन्दै हुनुहुन्छ, नडरा निरुत्साहित नहो, म तँसँग छु। हालेलुया। सर्वन हालेलुया। आउनुहोस् हामी फेरि पनि अर्को भजन गाउनेछौँ। आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, त्यसलाई माया गर्ने मान्छे मृत्यु पारी पनि उदाउँछ। मेरो हृदयको मूर्तिहरूलाई विश्वासलाई बसियो, मेरो राजा मालिक राजगादी बसियो। विगत दिनहरू व्यर्थै गुमाए, वर्तमान चढाउँछु। यीशुको प्रेमको
विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हो यो बाटो फेरि म हिँड्ने छैन एक दिन खाने हो विजय क्रिस्टको शक्तिले सबै कर्तव्य छुटाउँछु सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु आज भोलि भरे भन्दै जीवन यहाँ साउँछ यसलाई माया गर्ने मान्छे मृत्यु पारी उडाउँछ यसलाई माया गर्ने मान्छे मृत्यु पारी उडाउँछ हालेलुया ख्रिस्टलाई माया गर्ने मान्छे साँच्चै नै मृत्यु पारी पनि उदाउँछ है अनि विजय ख्रिस्टको शक्तिले सबै कर्तव्य सुझाउँछु सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्छु अति नै मिठो सबै कार्यहरू संसारमा हुँदा उहाँले गर्नुभयो अहिले उहाँ स्वदेश फिर्नु भएको छ है हाम्रो घर चाहिँ स्वर्ग हो हालेलुया हामीलाई यसरी परमेश्वरले बनाउनु भएको केही क्षणको लागि हामीलाई संसारमा परमेश्वरले केही कार्यहरू गर्नको लागि पठाउनु भएको तर अनन्तको घर चाहिँ स्वर्गीय हो संसारमा भएको दुःखहरू आनन्दको कारणले बिर्सेनेछौँ संसारमा भएको दुःखहरू आनन्दको कारणले बिर्सेनेछौँ कहिले मिलन कहिले बिछोड कहिले हाँसो कहिले रुदन कहिले मिलन कहिले बिछोड कहिले हाँसो कहिले रुदन यस्तै नै छ यो उसको जीवन जीवन निराशा
कारणले निराशा आउँछ जीवनमा जीवनै बेहोसी हुन्छ निराशाको कारणले देख्दैन मैले हात धोएछु भन्ने प्रश्न उब्जन्छ देख्दैन मैले हात धोएछु भन्ने प्रश्न उब्जन्छ तर यी सब हुनु नै आफ्नो निम्ति विकासको बाटो रहेछ तर यी सब हुनु नै आफ्नो निम्ति विकासको बाटो रहेछ कहिले मिलन कहिले बिछोड कहिले हाँसो कहिले रुदन कहिले मिलन कहिले बिछोड कहिले हाँसो कहिले रुदन त्यस्तै नै छ यो क्रुसको जीवन त्यस्तै नै छ यो क्रुसको जीवन हालेलुया जन्मले सावित्र लकान्द्री बन्धनले सावित्र विश्व सावित्र विश्वको जन्म अप्रिल महिनाको 23 तारिक 1946 अर्थात् 2007 साल वैशाख महिनाको 12 गतेमा भुटानको दागना भाले गाउँ स्थित त्यो ठाउँमा भएको थियो। उहाँको बुबा स्वर्गीय प्रतिमान सेती सुरुवाल र सरीमाया लोहारको पहिलो सन्तानको रूपमा जन्मिनु भएको थियो। सावित्रका 9 भाइ बहिनीहरू छन् जसमा 6 दिदीबहिनीहरू र 3 जना भाइहरू। यूहन्ना 11:25-26 भन्छ येशूले तिनलाई भन्नुभयो पुनरुत्थान र जीवन म नै हो मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन के तिमी यो विश्वास गर्दछौ। एउटा लाजरसको घटनाको कुरा हामी पाउँदछौँ अनि येशूले भने कि पुनरुत्थान र जीवन चाहिँ म नै हो अनि मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन के तिमी यो विश्वास गर्दछौ। हाम्रो आमा प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभयो अनि अहिले प्रभुमा सुत्नु भएको छ अनि सुतेको मानिस चाहिँ बिहान भएपछि उठ्छ। हामी राति हैन दिनभरि हामी थकान सर लिएर आएर हामी सुत्छौँ र बिहान हामी उठ्छौँ। कतिजना रातभरि काम गरेर सुत्नुहुन्छ तपाईँ समय तपाईँको काममा जाने समय त उठ्नुहुन्छ सुतेको मान्छे चाहिँ उठ्छ अनि उहाँ चाहिँ सुत्नु भएछ। एक दिन हाम्रो येशू बादलको सवारीमा तुरैको साथमा उहाँ आउँदा उहाँको शरीर महिमित शरीर भएर उठ्नेछ। हालेलुया हामी त्यो विश्वास गर्दछौँ अनि हामी विश्वासीहरूले चाहिँ किन हामी दफन गर्छौँ किन हामी जलाउँदैनौँ किन हामी भूमिमै राख्छौँ भन्दा प्रभुको वचनले के भन्छ भने उपदेश 12:7 भन्छ जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वरको आत्मा जान अघि उहाँको नै सम्झना गर। हाम्रो शरीर चाहिँ जमिनको धुलोबाट आएको र त्यो चाहिँ धुलोमै फर्कि जानुपर्छ है। त्यही भएर पनि हामी परमेश्वरले हामीलाई भूमिको माटोदेखि बनाउनु भएको अनि हामी त्यो शरीरलाई फेरि माटोमा नै मिलाउँदछौँ। उपदेश 3:19 भन्छ माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस् किनकि माटैबाट तँ निकालिएको थिइस् तँ माटै होस् र माटैमै फर्किजानेछस्। हेर्नुहोस् त तँ माटैबाट निकालिएको थिइस् तँ माटै हो र माटैमै फर्किजानेछस्। त्यही कारणले गर्दा हामी माटैमा नै राख्दछौँ अनि हामी केही समयमा अब यहाँदेखि हामी जान्छौँ र उहाँको शरीरलाई परमेश्वरले जुटाउनु भएको त्यो सुन्दर ठाउँमा हामी त्यो ठाउँमा नै हामी जिम्मा दिँदछौँ। तर म आजको वचनदेखि यही नै भन्न चाहन्छु
आमा चाहिँ एकदमै सुरक्षित ठाउँमा, सुन्दर ठाउँमा, एकदमै असल ठाउँमा गइसक्नु भएको छ र यदि तपाईँ र म त्यो ठाउँमा जान चाहन्छौँ भनेदेखिलाई आमालाई भोलि हामी भेट्न चाहन्छौँ भने चाहिँ तपाईँ र हामी सबैले जतिले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छैन तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्। समय सकिएको छैन, अझै पनि समय छ, यो अवसर तपाईँको निम्ति छ। तपाईँले प्रभु येशू ख्रीष्टलाई मेरो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु। धेरैले भन्छन् जाने बाटो मात्रै फरक हो, पुग्ने त एउटै ठाउँ हो भनेर भन्ने गर्छ, तर हाम्रो वचन बाइबलले चाहिँ भन्छ येशू मात्र त्यो बाटो, सत्य र जीवन हुनुहुन्छ जसले चाहिँ हामीलाई पिता कहाँ पुर्याउनुहुन्छ। अरू बाटो छैन है, अरू बाटो छैन। होला विभिन्न ठाउँ जाने विभिन्न बाटो होला, तर स्वर्ग जाने चाहिँ एउटै मात्रै बाटो छ, त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले पनि उद्धार पाउनुहुनेछ र तपाईँले भोलि गएर आमालाई फेरि स्वर्गमा भेट्नुहुनेछ भन्दै आजको यो वचनलाई म यहीँ नै अन्त गर्न चाहन्छु। आउनुहोस्। तफनको सेवकाईमा उपस्थित हुनुहुने आदरणीय पास्टर बाबुहरू, विशिष्ट व्यक्तित्वहरू र सम्पूर्ण प्रभुका जनलाई जय मसीह। उहाँको पार्थिव शरीरलाई समाधि स्थलमा प्रस्थान गर्नभन्दा अगाडि हामी प्रार्थना गर्नेछौँ। उहाँको शरीरलाई लानभन्दा अगाडि हामीले उहाँको विषयमा धेरै कुरो सुनेका छौँ, वचनबाट, जीवनीबाट, अनुभवका कुरोहरूबाट, र योभन्दा बढी म बोल्न चाहदिनँ। हामी उहाँको यो महिमित शरीरलाई आदर गर्दै उठौँ। हामी सबैजना आफ्नो स्थानमा खडा हौँ, हामी आफ्नो बाउमा उठौँ। यहाँहरू बोल्नु पनि भएको छ होला, पछाडितिर पनि भनिदिनुहोस् एकछिन प्रार्थना हुँदैछ भनेर, सुनिरहनु भएको छैन होला। आज यो संसार एक दिन जानु छ छोडी, यो संसार एक दिन जानु छ छोडी, केवल जीवन का मीठा यादहरू छोडी, केवल जीवन का मीठा यादहरू छोडी, सम्झना बने सधैँभरिका लागि, सम्झना बने सधैँभरिका लागि। चाहे हामी महलमा बसौँ, चाहे हामी झुप्रोमै बसौँ, चाहे हामी महलमा बसौँ, चाहे हामी झुप्रोमै बसौँ, यो त सबै एक दिन छोडी जाने नै हो। संसार त केवल परदेश हो, संसार त केवल परदेश हो, परदेशी हामी स्वर्गका यात्री हौँ, परदेशी हामी स्वर्गका यात्री हौँ। यो संसार एक दिन जानु छ छोडी,
धेरै, कोही यहाँ बस्नु छ थोरै। कोही यहाँ बस्नु छ धेरै, कोही यहाँ बस्नु छ थोरै। आखिर सबैको गन्तव्य एउटै हो, त्यो त हो प्रभुको स्वर्गीय देश। त्यो त हो प्रभुको स्वर्गीय देश। क्षणभरको बिछोड फेरि अनन्त मिलन, क्षणभरको बिछोड फेरि अनन्त मिलन। यो संसार एक दिन जानु छ छोडी, यो संसार एक दिन जानु छ छोडी। केवल जीवनका मिठा यादहरू छोडी, केवल जीवनका मिठा यादहरू छोडी। सम्झना बनी सधैँभरिका लागि, सम्झना बनी सधैँभरिका लागि। संसार एक दिन जानु छ छोडी, यो संसार एक दिन जानु छ छोडी। केवल जीवनका मिठा यादहरू छोडी, केवल जीवनका मिठा यादहरू छोडी। सम्झना बनी सधैँभरिका लागि, सम्झना बनी सधैँभरिका लागि। चाहे हामी महलमा बसौं, चाहे हामी झुप्रोमै बसौं, चाहे हामी महलमा बसौं, चाहे हामी झुप्रोमै बसौं। यो त सबै एक दिन
देश हो परदेशी हामी स्वर्गका यात्री हौं परदेशी हामी स्वर्गका यात्री हौं यो संसार एक दिन जानु छ छोडी बस्नु छ धेरै कोही यहाँ बस्नु छ थोरै कोही यहाँ बस्नु छ धेरै कोही यहाँ बस्नु छ थोरै आखिर सबैको गन्तव्य एउटै हो त्यो त हो प्रभुको स्वर्गीय देश त्यो त हो प्रभुको स्वर्गीय देश क्षणभरको बिछोड फेरि अनन्त मिलन क्षणभरको बिछोड फेरि अनन्त मिलन यो संसार एक दिन जानु छ छोडी यो संसार एक दिन जानु छ छोडी केवल जीवनका मिठा यादहरू छोडी केवल जीवनका मिठा यादहरू छोडी सम्झना बने सधैँ भरिका लागि सम्झना बने सधैँ भरिका लागि
अमूल्य छ त्यो मृत्यु परमेश्वरको दृष्टिमा अनमोल छ धर्मी जन उनकै आँखैमा उनकै आँखैमा एउटा समय छ मानिसको जन्म लिने अर्को समय छ मानिसको मरिजाने एउटा समय छ मानिसको जन्म लिने अर्को समय छ मानिसको मरिजाने समय छ शरीरमा बिछोडिने आउने छ समय यीशु बाबालाई उहाँ चेयरमा राख्नु दृष्टिमा अनमोल छ धर्मी जन उनकै आँखैमा उनकै आँखैमा धन्य ती जन जो संसार एक दिन जानु छ छोडी यो संसार एक दिन जानु छ छोडी केवल जीवनका मिठा यादहरू छोडी केवल जीवनका मिठा यादहरू छोडी सम्झना बने सबैलाई फेरि पनि ख्रिस्टी अभिवादन साथै जय मसीह। सायद तपाईँहरूले मलाई सुन्दै हुनुहुन्छ होला। भजनसँग 116 को 15 भन्छ परमप्रभुका पवित्र जनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ। हालेलुया। हुन्छ, हामी यो छोटो यो दफनको सेवाकाईलाई हामी सुरुवातको प्रार्थना गर्नेछौँ अनि त्यसपछि हामी एउटा भजन गाएर त्यस पछाडि हामी प्रार्थना गरेर हामी दफनमा गइहाल्छौँ। हामी यहाँ धेरै बेर रहने छैनौँ, धेरै चिसो छ, त्यही भएर म सुरुको प्रार्थना गरिदिनु हुने निम्ति आदरणीय पास्टर कर्ण दाजु क्लिपल्यान्डबाट आउनु भएको छ, उहाँलाई यो समय दिँदछु। आउनुहोस् हामी प्रार्थना गरौँ। हे परम प्रभु परमेश्वर,
तपाईँ एकमात्र स्वर्ग पृथ्वीलाई बनाउनु हुने परमेश्वर, शक्तिशाली परमेश्वर, सम्पूर्ण ब्रह्माण्डलाई रचना गर्नुहुने परमेश्वर, मानिसलाई आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु हुने परमेश्वर अनि माया गर्नुहुने परमेश्वर, तपाईँलाई धन्यवाद हामी दिन्छौँ। प्रत्येक दिन तपाईँ परमेश्वरले दिनुहुँदाखेरि मात्रै हामी पाउँछौँ र मानिस जातिको लागि तपाईँ परमेश्वरले समय तोकिदिनु भएको छ यो पृथ्वीमा र त्यो समयलाई मानिसले आफ्नो बल जपत आफ्नो ज्ञान बुद्धिका कुराले नाग्न मिल्दैन। हे परमेश्वर तपाईँलाई धन्यवाद छ। यसरी साँच्चै नै हाम्रो दिदीको एउटा शारीरिक एउटा अन्तिम दाह संस्कारको बेलामा हामी यहाँ उपस्थित छौँ। हामी सबै उहाँलाई माया गर्ने व्यक्तिहरू हौँ। प्रभु परमेश्वर तपाईँ ख्रीष्ट येशूको रगतको नाताले हामी अनन्तको परिवारमा जोडिएका छौँ। हे परमेश्वर तपाईँलाई हामी धन्यवाद दिन्छौँ। यो सहभागितामा हे परमेश्वर तपाईँ परमेश्वरको उपस्थिति छ। तपाईँलाई महिमा भएको होस्। यो अन्तिम यो दाह संस्कार सेवकालाई यतिखेर फेरि पनि हामी तपाईँको हातमा राख्न चाहन्छौँ। महिमा तपाईँलाई भएको होस् येशू प्रभुको नाममा। हुन्छ आदरणीय पास्टरलाई धेरै धन्यवाद। प्रार्थनाको लागि हामी एउटा भजन गाउनेछौँ, हाम्रो यो जीवन। हुन्छ। यो गीतले भने अनुसार हाम्रो जीवन चाहिँ घाम र छाया जस्तो नै हो। हामी केही समयको लागि मात्रै यो संसारमा हामी आएका हुन्छौँ र जब हाम्रो समय पुग्छ तब हामीले यो संसारलाई छाड्नै नै पर्ने हुन्छ। र हाम्रो सावित्र आमा होइन, उहाँ 74 वर्ष यो संसारमा रहनुभयो, बस्नुभयो अनि हामीले धेरै उहाँको जीवनीका कुराहरू हामीले सुन्ने र हामी आशिषित भएका छौँ। अनि उहाँले एउटा सफल जीवन, शारीरिक रूपमा उहाँ अस्वस्थ भए तापनि आत्मिक जीवनमा एकदमै आशिषित हुनुहुन्थ्यो र एउटा सफल जीवन उहाँले जिएर आफ्नो दौडलाई उहाँले सिध्याएर चाहिँ पिताको घरमा जुन आफ्नो स्वदेशमा चाहिँ उहाँ फर्किसक्नु भएको छ। अनि प्रभुलाई नै धेरै धन्यवाद भएको होस् कि हामीले सही समयमा असल प्रकारले है उहाँलाई हामीले यसरी उहाँको यो पार्थिव शरीरलाई राख्न पाएका छौँ र यसको लागि हामी प्रभुलाई नै धन्यवाद दिन्छौँ। यतिजना धेरै टाढा नजिकबाट यति धेरै होइन तपाईँहरू आइदिनु भयो, तपाईँहरूलाई फेरि पनि हामी धन्यवाद दिन चाहन्छौँ। र अब एक दुईवटा वचन पढेर हामी प्रार्थना गरेर हामी उहाँको शरीरलाई हामी
तोकिएको ठाउँमा हामी दफन गर्नेछौँ। मैले अघि पनि भन्दै थिएँ, मानिस जातिलाई चाहिँ परमेश्वरले माटोदेखि बनाउनु भयो अनि माटोमै नै फर्की जानुपर्छ भनेर उहाँले आज्ञा दिनुभएको छ। त्यसरी यहाँ उत्पत्ति 3:19 भन्छ, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट तँ निकालिएको थिइस्, तँ माटै होस् र माटैमा फर्की जानेछस्। हामीलाई परमेश्वरले माटोदेखि बनाउनु भएको हो अनि उहाँले भन्नुभयो तँ चाहिँ माटैबाट निकालिएको थिइस्, तँ माटै होस् र तँ माटैमै फर्की जानेछस्। र हामी सबैजना नै ढिलो छिटो हामी एक दिन माटोमा नै फर्की जानु पर्दछ। उपदेश 3:20 भन्छ, सबै एउटै ठाउँमा जान्छन् किन सबै धुलोबाट आएका हुन् र सबै धुलोमा फर्की जान्छन्। है, सबैजना धुलोबाट बनिएका थिए र सबैजना एक दिन धुलोमा नै फर्की जानुपर्छ। भजन 90:3 भन्छ, तपाईँ मानिसलाई धुलोमा फर्काउनुहुन्छ र भन्नुहुन्छ, ए मानिसको सन्तान हो धुलोमा फर्की जाऊ। है, यो वचनले त्यही भन्छ, हामी चाहिँ धुलोबाट आएका हौँ र हामी धुलोको सन्तान, मानिसको सन्तान, अनि हामी धुलोमा नै फर्की जानुपर्छ। तर एउटा असल कुरो चाहिँ, महत्त्वपूर्ण कुरो चाहिँ के छ भन्दा भजन 16:10 भन्छ, किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छाड्नु हुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुनो दिनुहुनेछ। प्रेरित 2:27 त्यही भन्छ, किन तपाईँले मेरो प्राणलाई पातालमा छोड्नु हुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुन दिनुहुनेछ। हालेलुया। हाम्रो परम प्रभुले हाम्रो प्राणलाई चिहानमा उहाँले छाड्नु हुने छैन र पवित्र जनको शरीरलाई उहाँले कुन पनि दिनुहुने छैन भनेर प्रभुको वचनले भन्दछ। र आज हाम्रो आमा जसले पवित्र परमेश्वरलाई विश्वास गर्नुभयो, एउटा आज्ञाकारी जीवन, एउटा पवित्र जीवन परमेश्वरमा जिउनु भयो र अन्तिम उहाँको साससम्ममा प्रभुमा एउटा इमान्दारी जीवन जिएको कारणले गर्दा आज हामी यसरी मण्डली परिवारहरू मिलेर उहाँको यो शरीरलाई चाहिँ परमेश्वरले दिनुभएको यो जग्गा, होइन, उहाँले शरीरमा हुँदा त्यत्रो लामो वर्ष बाँच्दै गर्दा के कति गर्नुभयो होला, हरेक कुरोहरू गर्नुभयो होला, तर अन्तमा उहाँलाईले होइन एउटा सानो जग्गा पाउनु भएको छ जहाँ चाहिँ हामी उहाँको शरीरलाई आज राख्दैछौँ। र हामी यही नै प्रार्थना गर्छौँ कि जब येशू दोस्रोचोटि बादलको सवारीमा तुरैको साथ करोडौँ स्वर्गदूतको साथ उहाँ आउनु हुँदा चाहिँ उहाँको शरीर चाहिँ उहाँले महिमित रूपमा उठाउनु हुनेछ। हालेलुया। अनि हामी जो छोडिएका छौँ हामी स्वर्गमा उहाँलाई भेट्न निश्चय नै जानेछौँ। त्यो ठुलो आशा आज हामीले पाएका छौँ अनि त्यही आशा लिएर हामी यहाँदेखि पनि फर्केर जानेछौँ होला। सायद अब हामी देख्दैनौँ उहाँलाई, होइन, अब अघि देख्यौँ, अब अहिले पनि हामी उहाँलाई यहाँ देख्न सक्दैनौँ, उहाँ बक्सभित्र हुनुहुन्छ उहाँको शरीरलाई, तर निश्चय नै हामी स्वर्गमा उहाँलाई भेट्नेछौँ, उहाँसँग बात मार्नेछौँ। हालेलुया। त्यो चाहिँ जिउँदो आशा तपाईँ र ममा छ। अनि फेरि अन्तमा म तपाईँलाई आज आमाको यो अन्तिम समयमा एउटा चुनौती, एउटा प्रश्न तपाईँहरूलाई म छोड्न चाहन्छु। के भोलि हामी पनि यसरी हाम्रो मृत्यु हुँदै गर्दा हामी आमालाई भेट्न सक्छौँ त? के त्यो उद्धारको बाटोलाई हामीले पाएका छौँ? के त्यो स्वर्ग लाने येशू ख्रीष्टलाई हामीले विश्वास गरेका छौँ? यदि छैनौँ भने चाहिँ तपाईँको लागि यो मौका छ। तपाईँको सहरमा, तपाईँ बसेको स्टेटमा, तपाईँ बसेको सिटीमा मण्डलीहरू छन्, नेपाली मण्डलीहरू छन्, तपाईँहरू जानुहोस् र विश्वासी जनहरू चाहिँ उहाँहरूलाई बुझ्नुहोस् त्यो जीवनको कुरा, त्यो अनन्तको कुरा, त्यो आशाका कुरा, अनि जुन आमाले विश्वास गर्नुभएको त्यो येशूको बारेमा तपाईँले बुझ्न सक्नुहुन्छ। अनि त्यो उद्धार र मुक्तिको सहभागी तपाईँ पाउन सक्नुहुन्छ र अनन्त जीवनको सहभागी तपाईँ पनि बन्न सक्नुहुनेछ। र भोलि गएर तपाईँ र मैले पनि यो संसारलाई छाड्दै गर्दा, यो शरीरलाई छाड्दै गर्दा आमालाई स्वर्गमा भेट्नेछौँ। त्यही भन्दै अब हामी अन्तिम प्रार्थना गर्नेछौँ। पास्टर आइपुग्नु भएको छैन, त्यसो गर्दा हामी अन्तिम प्रार्थना गरेर हाम्रो यो शरीरलाई, आमाको शरीरलाई चाहिँ हामी दफन गर्नेछौँ। र यो प्रार्थना चाहिँ पास्टर याम गजुमेर क्यानाडाबाट आउनु भएको छ, धेरै टाढोबाट। उहाँलाई यो समय दिन्छु, उहाँले प्रार्थना गरिदिनु हुनेछ। हवस् ल, सबैजनालाई जय मसीह, नमस्कार भन्न चाहन्छु। र हामी मेरो चाहिँ सम्झिने हुनुहुन्छ र आज उहाँलाई हामी बिदा गर्नको लागि आएका छौँ। मानिसको लागि 3 चोटि भेला हुन्छ, जन्मिँदा, विवाहमा, अनि यो चाहिँ अन्तिम हो। यहाँदेखि उता चाहिँ जिम्मेवारी सृष्टिकर्ता परमेश्वरको मात्रै छ। आमेन। र एउटा पुस्तक पढेर अनि म तपाईँहरूको बिचमा प्रार्थना गर्न चाहन्छु। ल हुन्छ, सरी मलाई चिन्नु पर्छ। हुन्छ,
हुन्छ, म यो एसाइया भन्ने पुस्तकबाट 26:19 म पढ्नेछु। यसरी लेखेको छ, तर तपाईँका मारिएका जनहरू जिउने छन् र तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटामा बस्ने हो, उठ र आनन्दले कराऊ, तपाईँको शीत बिहानको शीत जस्तै छ। पृथ्वीले आफ्नो मरेकाहरूलाई जन्माउने छ। आमेन। उहाँलाई चाहिँ अब जब हामी अहिले जति नै हामी यहाँ सबैजना कराएर लु उठ्नुहोस् भन्दा नि उहाँ उठ्नुहुन्न। तर उहाँलाई उठाउनको लागि एकजना आउँदै हुनुहुन्छ जो ख्रिस्ट येशू। आमेन। उहाँ आउनुहुन्छ, उहाँले मात्रै छोरी पवित्र उठ भन्नुहुन्छ। त्यो समयमा चाहिँ माटोले पनि जिम्मा दिनुपर्ने हुन्छ। अब हामी प्रार्थना गरौँ। स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ र तपाईँले आफ्नो छोरी सावित्रलाई यो समयको अवधिभरि तपाईँ परमेश्वरले भुटानदेखि नेपालदेखि युएसएमा ल्याएर जुन माटो तपाईँ परमेश्वरले तयार पारिदिनु भएको थियो, त्यो माटोमा साँच्चै नै तपाईँ परमेश्वरले यो छोरीलाई आज तपाईँको आज्ञा अनुसार, तपाईँको साँच्चै नै वचन अनुसार जुन छोरीलाई जुन माटोमा राखिन्छ, प्रभु यीशु जुन दिन तपाईँ आउनुहुनेछ त्यस दिन तपाईँ परमेश्वरले उठाउनुहुनेछ। हे परमेश्वर, आज यो पार्थिव शरीर तपाईँको हातमा जिम्मा दिन्छौँ। जुन आत्मा तपाईँको थियो त्यो तपाईँको साथमा अहिले छोरी सावित्र तपाईँको साथमा आनन्दले तपाईँलाई आराधना गरिरहनु भएको छ। तर उहाँको शरीर यहाँ छ। पिता परमेश्वर, जुन माटोमा राखिन्छ सो तपाईँ नआउन्जेल तपाईँको जिम्मामा राख्दछौँ। धन्यवाद परमेश्वरलाई। सबै बिन्ती हजुरको हातमा चढाउँछौँ। चोकको परिवार, छरछिमेकी इष्टमित्र छरछिमेकी सबै तपाईँको हातमा राख्छौँ। आशिष माग्छौँ येशू मसीहको नाममा। आमेन। थ्याङ्क यू। अमूल्य छ त्यो मृत्यु, परमेश्वरको दृष्टिमा अनमोल छ धर्मी जन उनकै आँखैमा, उनकै आँखैमा। एउटा समय छ मानिसको जन्म लिने, अर्को समय छ मानिसको मरिजाने। एउटा समय छ मानिसको जन्म लिने, अर्को समय छ मानिसको मरिजाने। समय छ शरीरमा बिछोडिने, आउने छ समय यीशुमा मिलन फेरि हुने। समय छ शरीरमा बिछोडिने, आउने छ समय यीशुमा। हुन्छ, हामीले आमाको पार्थिव शरीरलाई यहाँ राखिसकेका छौँ र प्रभुलाई धन्यवाद होस्। आजको सुरुदेखि अहिले अन्तिमसम्म प्रभुले हामीलाई अनुग्रह गर्नुभयो, कृपा गर्नुभयो। प्रभुलाई धन्यवाद भएको होस्। हामीले उहाँको पार्थिव शरीरलाई एकदम आदरपूर्वक
तोकिएको ठाउँमा हामीले राखिसकेका छौँ। अब हामी मट्टी दिनेछौँ। पहिला परिवारले मट्टी दिनु होला अनि त्यस पछाडि हामी अरूले मट्टी दिनेछौँ। तर त्योभन्दा अगाडि हामी प्रार्थना गरौँ। प्रार्थना गरिसके पछाडि चाहिँ तपाईँहरूले परिवारले पहिला मट्टी दिनु होला, त्यहाँदेखि अरूले तपाईँहरूले मट्टी दिँदै त्यहाँदेखि तपाईँहरूले जान सक्नुहुन्छ। र कोही अन्तिमसम्म बस्न चाहनु भयो भने तपाईँ बस्नुहुन्छ। तर हामीले यो ठाउँ चाहिँ फेरि अलिक क्लियर गरिदिनुपर्छ। उहाँहरूले आएर माटोहरू यहाँ लाउनुहुन्छ। र यो अन्तिम प्रार्थना आजको सबै हाम्रो यो फ्युनरलको सेवकाईको लागि अन्तिम प्रभुलाई धन्यवाद र सबै शोकाकुल परिवारको लागि र सबैको लागि प्रार्थना रेभरेन्ड पास्टर टिम सिलवालले गरिदिनु हुनेछ। यो समय म उहाँलाई दिँदछु। हुन्छ, आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। स्वर्ग अनि पृथ्वी सारा ब्रह्माण्ड सृष्टि गर्नुहुने परमप्रभु, हजुरलाई हाम्रो सिउ निराइकन फेरि पनि दण्डवत गर्दछौँ। तपाईँले अत्यन्तै माया गर्नुभएको साबित छोरी हाम्रो ठुलो दिदी, तपाईँले आफ्नो समय गएपछि आत्मा र प्राणलाई लानुभयो र जुन पार्थिव शरीर छ प्रभु, आज तपाईँको प्रवचन अनुसार उत्पत्ति 3 अध्यायको 19 पदको दोस्रो खण्ड अनुसार यो पार्थिव शरीरलाई माटोमा मिलाउन हामी गएका छौँ। जुन यो स्थान दिनुभएको छ, धन्यवाद प्रभु। र तपाईँको वचनमा लेखिएको छ अनि पहिलो कोरिन्थी 15 अध्यायको 45 पदमा प्राकृतिक शरीरहरू गाडिन्छ र मानवीय शरीर जीवित भइरहेको छ। तपाईँको वचन अनुसार हामी घोषणा गर्छौँ। यसको साथसाथै प्रभु, तपाईँको वचन अनुसार फेरि पनि हामी घोषणा गर्छौँ। पहिलो चिस्नोलगी 4को 16 पद अनुसार प्रभु गर्जनको हुकुमको साथ स्वर्गदूत सेनाहरूसँग पूर्ण आगमनमा आउनु हुनेछ अनि प्रभुमा सुत्नेहरू पहिले बौरी उठ्नेछन्, चिहानमा हुनेहरू र जीवितहरू प्रभुको साथमा महिमा गर्न जानेछन्। तपाईँको प्रवचनमा घोषणा गर्दै आज हामी आफ्नो यो पार्थिव शरीर अन्तिम अन्त्येष्टि यो फेभर यो विधायको यो शरीरलाई हामी गर्न गइरहेछौँ। प्रभु, तपाईँको अनुग्रह तपाईँको वचनअनुसार तपाईँको आगमनमा यो मट्टीले गवाही साक्षी दिएर यो छोरी यहाँबाट महिमित शरीरमा बौरी उठ्दैछ तपाईँको महिमाको निम्ति। र विशेष गरेर सम्पूर्ण शोककुल परिवारमाथि कदम भेना भाना भान्जी दिदीहरू सम्पूर्ण इन्टायर जति पनि शुभचिन्तक आफन्तजन र मित्रहरू यहाँ हुनुहुन्छ सबैलाई प्रभु तपाईँको आजको प्रवचनद्वारा मलमपट्टि गर्नुभएको छ, ढारस दिनुभएको छ, जिउने अझै हौसला दिनुभएको छ। र पुनः आगमनमा फेरि पनि साविता दिदीसँग भेट हुने मिलन प्रवचनहरू तपाईँले दिनुभएको छ र अझै दिनुहुनेछ। र विगत दिनहरूदेखि अहिलेसम्म सम्पूर्ण सबै सेवाकाई क्षेत्रमा तपाईँले साहित्य फाइनेन्सियल क्षेत्रमा तपाईँको दयालु कृपालु हात बढाउने सावित्र दिदीको शुभचिन्तकहरूलाई धन्यवाद, ब्लेसिङ गर्नुहोस्। र जति पनि अब बाँकी सङ्गति छ अहिले भरे सन्ताउना सेवा फेरि पनि घरमा सङ्गति हुनेछ। प्रभु, हामी सबै मिलेर तपाईँको महिमा गर्न परिवारलाई हौसला दिन्छौँ। हामीले उपस्थित भएर हातको फाइनेन्सियल सपोर्ट गरेर उहाँहरूसँग प्रार्थना गरेर जुन सन्ताउना हामी दिनेछौँ। र प्रभु, आजको सम्पूर्ण सेवाकाई विगत दिनहरूदेखि तपाईँको दासनीहरूलाई हामीलाई आजको सेवाकाईमा सम्पूर्ण सहायता गर्नुलाई धन्यवाद। र अन्तिम यो आजको यो विधायकमा परमेश्वर फेरि पनि हामी बिन्ती प्रार्थना गर्छौँ। परिवारलाई पहिलो कृष्णदेखि 4:13 16 पदसम्मको हामी घोषणा तपाईँको शान्ति, सुरक्षा, स्वास्थ्य, धैर्य धारण गर्ने शक्ति दिन्छ। सब मण्डली परिवार इन्टर फ्यामिली उपस्थित तपाईँका जनहरू सबैको बेसी छ। अब हामी आफ्नो निवासमा सङ्गति पछाडि विसर्जन हुनेछौँ। यात्राहरू हिमपात घरि बादल छ, तपाईँको सुरक्षा आफ्नो ठाउँमा गएर सबै बिन्ती प्रार्थना सबै माया गर्नु प्रभु येशू ख्रीष्टको नाममा माग्दछौँ। चाहे हामी महलमा बसौँ, चाहे हामी झुप्रोमै बसौँ, चाहे हामी महलमा बसौँ, चाहे हामी झुप्रोमै बसौँ, यो त सबै एक दिन छोडी जाने नै
संसार त केवल परदेश हो, संसार त केवल परदेश हो। परदेशी हामी स्वर्गका यात्री हौं, परदेशी हामी स्वर्गका यात्री हौं। यो संसार एक दिन जानु छ छोडी, बस्नु छ धेरै, कोही यहाँ बस्नु छ थोरै। कोही यहाँ बस्नु छ धेरै, कोही यहाँ बस्नु छ थोरै। आखिर सबैको गन्तव्य एउटै हो, त्यो त हो प्रभुको स्वर्गीय देश, त्यो त हो प्रभुको स्वर्गीय देश। क्षणभरको बिछोड फेरि अनन्त मिलन, क्षणभरको बिछोड फेरि अनन्त मिलन। यो संसार एक दिन जानु छ छोडी, यो संसार एक दिन जानु छ छोडी। केवल जीवनका मिठा यादहरू छोडी, केवल जीवनका मिठा यादहरू छोडी। सम्झना बने सधैँभरिका लागि, सम्झना बने सधैँ